बाउ बाजे हजुरआमा दुईटा बाजे एकजना हुनुहुन्छ होइन हजुरबा। त बाइबलले चाहिँ यसमा के भनेको छ भने हितोपदेश 17:6मा नाति नातिना चाहिँ वृद्धहरूको मुकुट हुन् भनेको छ भने र बाबुआमा चाहिँ आफ्नो सन्तानको गर्व हुन् भनेको छ। अनि त्यसै गरी हितोपदेश 9:11मा चाहिँ के भन्छ भने म तेरो दिनहरू बढाइदिनेछु र दीर्घायु बनाउनेछु भन्नु। अनि त्यसैले अघि सरले भन्दै हुनुहुन्थ्यो लुका 2:40मा चाहिँ के भन्छ भने प्रभु येशू जब आउनुभयो आएर समर्पण गरिसकेपछि उहाँ बुद्धिमा बलमा बढ्दै जानुभयो। अनि त्यो चाहिँ किन भयो भन्दाखेरि किनभने परमेश्वर उहाँको अनुग्रहमा हुनुहुन्थ्यो। त्यस कारण हामीले जुन बाल अर्पणको कार्यक्रमहरू सकेका छौँ त्यो परिवारलाई हामीले धन्यवाद दिनुपर्छ। उहाँहरूले पब्लिकली यसरी हामीलाई भन्नुको अर्थ हामीले सधैँ प्रार्थनामा सम्झिनुपर्छ त्यो बालकलाई। अनि जुन बालकको जिम्मेवारी बाबुआमालाई जसरी यो समयमा दिनुभएको छ त्यो जिम्मेवारी आफ्नो जिम्मेवारी त हामीले लिएनौँ होला, कति कुराहरू छुट्यौँ होला, हामीलाई थाहा पनि भयो होला। तर हाम्रो जुन बाल बच्चा जन्मिएर आएका छन् यसरी उनीहरूको जिम्मेवारीको लागि दुईजनालाई धेरै धेरै धन्यवाद दिन्छु। र त्यो जिम्मेवारी आफूले मात्रै पुरा गर्न नसकेको हुनाले परमेश्वरमा हामीले अर्पण गरेका छौँ। परमेश्वरमा अर्पण गरेको हुनाले अब त्यो बालबालिकाहरू परमेश्वरमै हुर्किन्छन्, बढ्छन्, बुद्धि ज्ञान सबै प्राप्त हुन्छ हामी आशा गरौँ। र जसरी हाम्रो समुएल बालकलाई एउटा रोइ कराई गरेको एउटा महिलाले मागेर त्यसरी प्राप्त गरिसकेपछि उहाँलाई प्रभुमै अर्पण गरेपछि अनि अर्पण गरिसकेपछि उहाँले दुईटा इजरायलका ठुला राजाहरूलाई अभिषेक गर्न सक्नुभएको थियो। उहाँले मागेका प्रार्थनाको विषयहरू कहिले पनि खेर गएको थिएन भनेर भनेको छ। हुन्छ, आउनुहोस् हामीले छोटो प्रार्थना गरौँ। परमेश्वर बुवा तपाईँलाई धन्यवाद जनाउँछौँ। प्रभु तपाईँले हामीलाई यो सुन्दर समय दिनुभयो, एक ठाउँमा रहेर तपाईँको प्रशंसा गर्ने, महिमा गर्ने हामीलाई बनाउनु भयो, ल्याउनु भयो, एक ठाउँमा एकत्र गर्नुभएको लागि तपाईँलाई धन्यवाद छ। हामी यो प्रार्थनापछि हामी छोड्छौँ, आफ्नो आफ्नो घर जान्छौँ प्रभु, अनि तपाईँको सेवा गर्नेछौँ। त्यो समयसम्म तपाईँले आफ्नो आफ्नो घर नपुगेसम्म तपाईँले हामीलाई सुरक्षित राख्नु भएको छ। बिन्ती प्रार्थना सुनाउँछु येशू प्रभुको नाममा, आमेन। केक कटिङ गर्नेछौँ। अब यो समय केक कटिङ गर्दा चाहिँ हामी भजन गाइकन हामी प्रिन्स जोसेफको निम्ति यो प्रार्थनाहरू गर्नेछौँ। Amen.
केक चाहिँ त्यही बसेर काट्दिने तपाईँहरू कसैको गिफ्टहरू छ भने गिफ्टहरू ल्याएर फोटो खिचाउनु सक्नुहुन्छ सँगै है।